साथीहरु नमस्ते वेलकम छ हजुरहरुलाई मेरो न्यू भिडियोमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ अनि म पनि एकदम सन्चै छु। अनि म चाहिँ यहाँ के गर्दै छु भन्दाखेरि यतिखेरको बेलामा अम्बक खाँदै छु। यतिखेरको अम्बक चाहिँ एकदमै मिठो हुन्छ नि त। अब चाहिँ सकिँदै पनि गयो अनि शीत परेको अम्बक चाहिँ एकदम मिठो हुन्छ। मैले चाहिँ यो बोटमा बल्ल तल्लो अम्बक चाहिँ एउटा पाएर खाँदै छु। अहिले कहाँ छु भन्दाखेरि साथीहरु म चाहिँ अहिले दिउँसो भ्लग स्टार्ट गरिरहेको छु नि त। अनि यो खलामा आएर यो परालहरू सोरसार पारेर गोरुको थलामा लैजानु पर्ने छ। म चाहिँ खेतमा आएको छु। मैले अघि अम्बक चाहिँ उता रुखमा थियो अनि त्यसबाटै टिपेर खाएको। अहिले हिउँदको टाइममा चाहिँ हाम्रोतिर यस्तै छ खेतहरू, कतै कतै केही रोपेकोतिर अलिअलि छ भने अहिले चाहिँ सबैतिर बाँझो भइरहेछ। मैले चाहिँ पराल पनि सोरसार पारिसकेँ अनि त्यसपछि गोरुको थलामा लिएर जाँदैछु। हाम्रो कागतीहरू चाहिँ यो कागती चाहिँ 12 मासै हो। यो चाहिँ फलिरहन्छ, जे भए पनि आफूलाई खानलाई चाहिँ पुग्छ, खानाहरू पुग्छ। यतातिर छ, यस्तै छ साथीहरू। यतातिर चाहिँ सानो सानो कोलाको बिरुवा छ अनि हिउँद लागेको छ नि त साथीहरू। सबै खेतहरू बाँझै छ। कतैतिर तोरी रोप्ने छर्नेतिर छरेको छ, तलतिर हरियो, तलतिर चाहिँ गहुँ तोरी छरेको छ कतै कतैतिर, नत्र धेरै जस्तै बाँझै छ। यतातिर चाहिँ सानो सानो सुन्तलाको बिरुवा छ त्यहाँनिर। यो चाहिँ गोरुलाई बनाएको, अहिले यो बाहिरतिर यसो मल हुन्छ भनेर बनाएको ठाउँ हो। सबैतिर अहिले चाहिँ बाँझै छ, कतै कतै त्यो पनि भर्खर छरेको छ कि साथीहरू, त्यही भएर सबै केही हरियो चाहिँ देखिँदैन। कसै कसैको चाहिँ अलिअलि उम्रिँदैछ। यस्तै छ, हेर्नुहोस् है साथीहरू। हामीले रोपेको सुन्तला चाहिँ यहाँ चाहिँ यतिको भएको छ, त्यहाँ चाहिँ कोला पसाएको पनि छ, त्यहाँ पनि छ कोला, त्यहाँ पनि छ। सुन्तलाको बिरुवाहरू पनि धेरै छ। त्यहाँ हेर्नु न साथी, अम्बकको बोट मरेछ, बुढो भएछ। अब यस्तै हो, अब सबैजनाको यस्तै हो भन्नुपर्छ। हाम्रो मटर यहाँनिरतिर छरेको थियो, अलिअलि उम्रिँदै रहेछ। यहाँ चाहिँ देखेको छैन ल, हल्का 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 चाहिँ उम्रिँदै रहेछ साथीहरू। भर्खर यतातिर चाहिँ उम्रिँदैछ, त्यहाँ तलतिर चाहिँ उम्रेर हरियो भइरहेछ। यहाँ चाहिँ हामीले पहिला नै भन्दा पनि पोहोर यहाँ बेसार रोपेको थियौँ। अनि पोहोरै रोपेको बेसार चाहिँ अहिले खन्दाखेरि खासै नहुने भएकाले यो साललाई चाहिँ छोडिदिएको छ। पोहोर चाहिँ म मेरो बुढा भएर यो बेसार रोपेको थियौँ। अब यसलाई चाहिँ खन्ने चाहिँ यही साल खनौँ होला भनेको, तर एकै साल मात्रै हुँदैछ, त्यही भएर खासै हुँदो रहेछ। त्यही भएर मैले चाहिँ यसलाई नखनिकन यत्तिकै छोडिदिएको छु। अब चाहिँ मैले के गर्नुपर्ने हुन्छ भन्दा साथीहरू, यो दाउरा देखिराख्नु भएको छ नि तपाईँले, यो दाउरा काटेर चाहिँ म भारी लगाएर बोकेर जानुपर्ने हुन्छ। अब म यसलाई काटकुट गर्छु। हेर्नु साथीहरू, हाम्रो सुन्तला पोहोर परालको सार रोपेको यत्रो हुँदैछ। यतातिर चाहिँ खोर्सानी पनि रोपेको थियो पोहोरतिर चाहिँ, पोहोर परालको साल हो, यसलाई पनि 2 वर्ष भएर रोपेको। यस्तो भएको छ कि बिजोग पाराको भइरहेछ। अब चाहिँ किनकि यो बुढो पनि भयो होला, अब अर्को रोप्नुपर्ने हुन्छ यतैतिर। अब चाहिँ म यो दाउरा काटेर त्यस पछाडि हजुरसँग भेट्ने छु।